ड्रागन फ्रुट ल्याउनु तपाईँलाई टिप्नु म त यही यता अर्को पनि फल्यो जस्तो हिजो फुल लाग्यो जस्तो देख्थेँ होइन यो चाहिँ आकाशे खोर्सानी काके आकाशे खोर्सानी होइन यस्तो मजाको छ यो चाहिँ बोट होइन के भएको थियो अरे काके यो बोटको कहानी सुनाइदिनु त त्यतिकै बोट मरे जस्तो भयो अब फल्ने रहेनछ भनेर मैले चाहिँ सोचेको थिएँ तैँले अनि लुक्क यसलाई काटिदिउँ एकचोटि राम्रोसँग फल्छ होला भनेर तैँले काटेपछि त मौलाएर कति राम्रो भएर फलो धेरै फलेको छ हाम्रो खोर्सानी हो र अनि हामी चाहिँ यस्तो छ हाम्रो चाहिँ डालोमा पनि माटो हालेर साग रोपेको छौँ कोठेबारीको साग टिपेर हामी